यो भिडियो चाहिँ विशेष गरी जापानमा अध्ययनरत विद्यार्थी भाइ बहिनी जो यही मार्चमा चाहिँ सेमङ्गाको पास आउट हुँदैछ तर अहिलेसम्म पनि जागिर फिक्स भएको छैन ती विद्यार्थीको लागि। अब यो समयसम्म पनि अब जागिर फिक्स भएको छैन, कम्पनीबाट नाइते आएको छैन भने अब भने जागिर पाउन गाह्रो छ। त्यसैले ती विद्यार्थीहरूले अब सेमङ्गाको सकिसकेपछि कम्पनीहरू फिक्स भएन भने नेपाल फर्किनु बाहेक अरू उपाय हुँदैन। यो अवस्थामा के गर्ने भन्दाखेरि चाहिँ अब जुन एउटा चाहिँ जापान सरकारले चाहिँ वर्किङको लागि जुन एउटा प्लेटफर्म बनाएको छ एसएसडब्ल्यूको चाहिँ इक्जाम दिएर चाहिँ सर्टिफिकेट लिएर कम्पनी खोज्नतिर लागौँ। हुन त एसएसडब्ल्यूको पनि धेरैवटा क्याटेगोरी छ, कुन क्याटेगोरीमा गर्ने भनेर अन्यल होला। अहिलेको यो अवस्थामा चाहिँ जुन क्याटेगोरीमा चाहिँ इक्जाम फ्रिक्वेन्टली हुन्छ र चाहिँ त्यो पास गरेपछि जुनमा चाहिँ बढी डिमान्ड छ त्यो चाहिँ चुज गर्न सजेस्ट गर्दछ है। मैले देखेको चाहिँ अब खाएको यानि कि केयर गिभरमा चाहिँ अलिक बढी डिमान्डहरू छ जापानमा। त्यसले गर्दाखेरि अब अहिले चाहिँ खाएकोको चाहिँ क्लासहरू चाहिँ लिएर त्यसपछि चाहिँ जाँचहरू दिएर चाहिँ कम्पनी खोज्नतिर लागौँ। सेमङ्गाको पासआउट हुने विद्यार्थी भनिसकेपछि जेएलपिडीको एन्फो लेभल त मिनिमम पास गरे होला हैन। अब यदि पास गरेको छ भने पनि यता ल्याङ्ग्वेज टेस्ट दिइरहनु परेन, बाँकी र स्किल टेस्ट मात्रै। त्यसले गर्दाखेरि खाएकोको स्किल टेस्टको लागि चाहिँ अनलाइन क्लासेसहरू भइरहेको छ र नयाँ ग्रुप आयो भने छिटै नयाँ पनि सुरु गर्नेछौँ। यस विषयमा बुझ्न इनबक्समा मोबाइलमा पठाउनु, पछि कल ब्याक गरेर डिटेलमा सम्झिदिनेछु।